गुड मर्निङ वान तपाईँहरूलाई मुस्कान भ्लगमा स्वागत छ र मेरो अर्को पनि भ्लगमा स्वागत छ तपाईँलाई मेरो भ्लगमा प्लिज लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। आजको भ्लग चाहिँ नर्मली हाम्रो नर्मल डे कसरी जान्छ भन्नेमा छ। अनि आज चाहिँ मेरो हेर्नु किचनको यस्तो दाग भएर बसिरहेको छ। अब यसलाई सफा गर्छु। यो चाहिँ दुध होइन, म चिया बनाउँदैछु। अनि टक्क मैले चाहिँ घर अघि नै बनाइसकेको छु, हेर्न सक्नुहुन्छ। अनि टक्क लगाएर भाइको लुगा धोइदिनुहोस् छ। अनि यो मेरो रुम सफा गर्नुहोस् छ। अनि अहिले गएर अम्बाको बोट रहेछ कि त्यहाँनिर कति दुईवटा बोट रहेछ। अनि बाल्टी खोजेर माटो खोजेर त्यसलाई सार्नु छ। र मेरो आज दिनभरि कस्तो हुन्छ हेरौँ। हेलो मेरो मुन्ना, उता हेर्नु सक्नुहुन्छ मेरो मुन्ना र मुन्नी हेरेर बसिरहेको छ मलाई। हाई आऊ म्याउ, त्यो चाहिँ मुन्ना हो होइन, मुन्नी चाहिँ यताको हो, त्यो चाहिँ मुन्ना यता हेरेर बसिरहेको। मुन्ना इग्नोर छ यार पुरा, के हो। एन्ड अझ हेरौँ कस्तो कस्तो हुन्छ डे टाइट ला यस्तो छ। अब यसले पुसेर कस्तो बनाउँछ नि हजुरहरूलाई देखाउँछ है। सफा गरेर यस्तो बनाइसकेको छु अघिको भन्दा। सो है यो चाहिँ मैले धुएको छुइनँ कि, यो चाहिँ हल्का फोरेछ। त्यही पनि अब खाना बनाउनुपर्छ नि त, मैले धुएको छुइनँ। खाना बनाएर चाहिँ धुन्छु भनेर अब म तपाईँलाई त्यसरी नेक्स्ट ओट देखाउँछु। यो चाहिँ म खाना बनाएपछि माझ्न सक्छु। अहिले कतिखेर माझ्छु थाहा छैन, यति भाँडा छ। अनि अब यहाँनिर आएर होइन यहाँको हल्का यहाँ साइडको कि यो साइडको साग छ नि हल्का उखालेर यहाँको मल मजाले धुलो छ नि त, माटो नि छ। अनि यहाँको मल हो नि त यो युज गरेर अनि यहाँनिर र माटो र भुसभुसा र बाल्टी खोजेर मिक्स गरेर त्यहाँनिरको घरमा छ अम्बाको बोट ल्याएर म सार्दैछु। अब हेरौँ के हुन्छ अरे। यो मेरो भाइको काम हो कि साथीहरू बोट ल्याउँदै यहाँ हाल्दै खाँदो बनाउँदै यिनीहरू पुगिन्छ नि। खानु पनि सकिन्छ छु आउनु सक्नुहुन्छ। मेरो अचार भन्ने रेडी भइसक्छ। यस्तो मेरो भएको छ नि होइन, यसको कलर टेक्स्चर यस्तो हेर्नु यति मिठो छ, यति सिम्पल छ यसको रेसिपी, यति मिठो, यति वाउ यार। यसलाई चाहिँ होइन त्यो 4-5 दिन राखेर बिक्री चाहिँ होइन मुदाई खाने आज यस्तो बोलिरहेको दुईटै अम्बाकबाट यसमै रोपिनु पर्यो सरेपछि। अनि अर्को ठाउँ सारौँ है, कहाँ राख्ने त्यही बारीमा राख्छु। यहाँ चाहिँ पल परिसकेको छ है। यस्तरी पो पारेको फुटालिदिएको, त्यो त मैले आफूले फुटालिदिइहाल्थेँ नि। 1 hour quick reply, enjoy 1 hour quick repair service। यो भिभो त्यो फोनको सर्भिसमा राखेको। अनि अब चाहिँ म टक्क लगाएर होइन गरिसकेपछि माटो साटो खोलेर ओरेर रोपिसकेपछि देखाउँछ है। मेरो क्यामराम्यान छैन हजुरलाई थाहा छ। सो मेरो फोनमा पनि चार्ज छैन कि, एकछिन चार्ज गर्छु। यहाँ छ मेरो चार्जर। साथीहरू तपाईँसँग यो चार्जरसँग मेरो स्विट के अरे ट्विस्ट कहानी सुनाउँछ है। यो चार्जर यस्तो थियो होइन, यस्तो रहेछ है। अनि मैले चाहिँ यत्तिकै घुसार्न खोजेको कि यहाँनिर यत्तिकै होइन। तर थाहा छ लास्टमा मैले यो घुसार्न नै नसकेर होइन। अनि मैले फोनै 2 दिनसम्म चार्जमा नहालेको। अनि त्यहाँदेखि यस्तो गरेपछि चार्जमा हाल्नु त बोट मेरो हात यस्तो पुलिरहेछ। हालेर है छ मुनि अचार चाहिँ यस्तो टेस्टी हो नि, थाहा भइहाल्छ देखाउनुको लागि। ग्याम घुम खाने हो नि त्यसो हो यो पनि मिसाउने। अब आलु केलाको चाहिँ कामै भएन, त्यही भएर
भनेको चाहिँ मैले खिच्न सक्दिनँ किनकि मसँग क्यामेराम्यान छैन। हजुर हजुर के हेर्नु भनेको मेरो टाउको पकाउँदै सोधिदिन्छु त लग्यो सबैले नमस्ते भन् नमस्ते तिमी फोरी हो के गर्लफ्रेन्डको नाम मेरो चाहिँ गर्लफ्रेन्ड हुन्छ कि बोयफ्रेन्ड हो ल चस गरौँ न त ल आइज चस गरेको खोइ लु गीत गाउ त एउटा गीत गाउ भाग्यो भाग्यो गीत गा भने सुन्न यस्तै हो साथीहरू बालजन भाषण लिनलाई म चाहिँ एकछिन पछि गरौँला एकछिन सुत्छु यार साथीहरू या या यस्तो घाम छ यस्तो घाममा यस्तो यस्तो घामसँग त बाहिर निक्लिनु मन छैन यो चिया बनाएर अनि मलहरू गरेर अनि अम्बा रोक्न जानु आउनु चिया खानालाई के हो तापके नि बाङ्गो छ या दुईचोटि चिया बनाउँदा यस्तो हुन्छ हिजो र आजमा कि 2 दिनमा नै कति चिया खाएको होला खबर पर्नु गाह्रो छ हौ साथीहरू आफूलाई नि खानु मन लाग्छ म चाहिँ अचारसँग भुट्छ खानु मन छ ओइ तैँले भात नखाएको भनिरहेको थिएँ क्या तपाईँहरूलाई म यो गरेर टिप्छु आज यो बेलुका त यही बनाउँछु भनेको टिपेर आमाले ल्याइदिइराख्नु भएछ क्या हाउ मलाई मिठो लाग्छ तर टमाटर नै छैन बिहान लिएर आउनु भन्छ भनेन अब केलाउनु पर्यो यो ढक्क लाएर खाने भए आउँदै उफ